स्वतन्त्र पार्टीका सभापति रवि लाने छानेले भने हामी नयाँ छौं तर हामी बेकुफ छैनौं, हामी नयाँ हौं तर बेकुफ चाहिँ होइनौं भनेर स्वतन्त्र पार्टीका सभापति रवि लाने छानेले आज सबैलाई स्पष्ट रूपमा भनिदिएका छन् र नेपाली जनताले 5 वर्षको निम्ति नेपालको भविष्य हाम्रो काँधमा हालिदिएका छन्। त्यसकारण नेपाल बनाउने जिम्मेवारी हाम्रो हातमा छ र हाम्रो काँधमा छ र हामीले 5 वर्षको अन्तरालमा नेपाललाई बनाएर फेरि पनि नेपाली जनताले हामीमाथि विश्वास गरेर नेपाललाई 30 वर्षसम्म हाम्रो काँधमा नेपाली जनताले हामीलाई नेपालको भविष्य अथवा नेपालको हामीलाई जिम्मेवारी दिनेछन् र हामीले 5 वर्षको अन्तरालमा नेपाललाई निकै ठूलो विकास र निकै ठूलो राम्रो देश, सक्षम र धनी देश र सक्षम देश हामीले बनाउन आवश्यक छ र नेपालभित्र रहेका नेपाली गरिब दुखी जनता र सबै किसिमका अथवा सबै वर्गका अथवा सबै तहका वर्ग स्थितिमा परेका जनताहरू, दुःख गरिब धनी सबैलाई मिलाएर हामी नेपालको जनतालाई पनि समृद्धि र नेपाललाई धेरै विकास र नेपाली जनतालाई सुखी नेपाली बनाएर हामी अघि बढ्छौं भनेर रवि लाने छानेले बताएका छन्। र रवि लाने छानेले भने कि हामी नयाँ छौं, नयाँमा ज्ञान, बुद्धि, सिप र धैर्यता र विभिन्न कुराहरू हुँदैन जो भ्रम फैलाएको छ त्यसो होइन। नयाँमा झन् जोश, होस र सबै ज्ञान र सक्षम र दक्ष र योग्य छौं र देशलाई हाँक्ने र देशलाई बनाउने हामी सक्षम भएर आएका छौं र त्यसकारणले गर्दाखेरि नेपाली जनताहरू भ्रमको पछि नलागेर सिधै राष्ट्रिय स्वतन्त्र पार्टीको नीति र राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव अगाडि गरेको वाचा पत्र जति छ त्यो अनुसार यो सरकारले काम गर्दै अघि बढ्नेछ र जुन प्रोपोगण्डाहरू र जुन सरकारको अहिले विरोध भइरहेको छ र सरकार विरोधी भ्रम समाचारहरू फैलाइएको छ र त्यसो होइन। नेपाली जनताको हित र अधिकारमा सधैँ राष्ट्रिय स्वतन्त्र पार्टी र सरकार रहेको छ र सरकारले सधैँ नेपाली जनताको साथमा र अधिकारमा काम गर्नेछ र जुन सुकुम्बासी भूमिहीन र जुन डोजर आतंक भनेर जुन प्रोपोगण्डाहरू अथवा नयाँ भ्रमहरू फैलाइएको छ त्यो होइन र सबै सुकुम्बासीहरूलाई पनि घर जमिन भूमिहरू मिल्नेछ र घरबार बिन कसैलाई पनि बनाइँदैन, किनभने हाम्रो काँधमा नेपाली गरिब जनताको भविष्य छ र हामी भविष्य गरिब जनताको बनाउँछौँ भनेर आज रवि लाने छानेले भनेका छन्। र रवि लाने छानेले भने बालेन शाह र म एकै हुँ र बालेन शाह पनि स्वतन्त्र पार्टीको हो, म पनि स्वतन्त्र पार्टीको हुँ, हामी बीचमा केही पनि विवाद छैन। त्यसकारणले गर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई पनि रवि लाने छानेले भने म रविको मान्छे र ऊ बालेनको मान्छे भनेर नभन्नुहोस्, हामी एकै हौं र हामी एक भएर देश चलाउन आवश्यक छ र तपाईहरू जो सांसदहरू हुनुहुन्छ सांसदहरूले पनि धेरै सोच विचार गरेर अघि बढ्नु र क्यामेराको अगाडि होस नगुमाउनु र क्यामेरा आउन सजे पाइतै नबोल्नु र स्वतन्त्र पार्टीमा निकै ठूलो योगदान गरेको भनेर मन्त्री बनाउनुको निम्ति ढोका नढकढक्याउनु र जो सक्षम, योग्य र सबल छ त्यस्ता व्यक्तिहरूलाई हामीले उचित स्थानमा हामी राख्नेछौँ र उचित पद दिनेछौँ भनेर रवि लाने छानेले आज स्पष्ट रूपमा भनेका छन्। र पुरानो दलहरूले जति पनि हामीलाई घेराबन्दी गरे तापनि उनीहरू सबल नहुने र पुरानो दलहरू आफै अथवा पुरानो व्यक्तिहरू अथवा हामीलाई सिध्याउन खोज्ने तत्त्वहरू आफै बिलाएर जाने, तर हामी जनताको हित र अधिकारमा काम गर्नुको निम्ति हामीले जनता समक्ष अथवा जनताबाट हामीले विश्वास र जनताबाट हामीले साथ पाएका छौँ र जनताको माया हामीमा निकै ठूलो छ। त्यसकारण त्यो कुराहरू हामी बिर्सिँदैनौँ र नेपालको 77 वटै जिल्लाको सुकुम्बासी समाधान पनि हामी गर्नेछौँ र सुकुम्बासीहरूलाई घरबार बिन अथवा विभिन्न समस्याबाट हामी उनीहरूलाई बचाउनेछौँ, घरबार बिन हुन दिँदैनौँ र सबैलाई घाँस भाँस कपासको हामी व्यवस्था गरिदिन्छौँ भनेर रवि लाने छानेले भनेका छन्। रवि लाने छानेले भने कि हामी सधैँ सच्चा र सही र सत्यको पक्षमा हामी उभिन्छौँ र नेपालको न्यायलाई पनि हामी स्वच्छ तरिकाले सबैले न्यायको अनुभूति गर्न पाउँछ र सबैले बराबर अधिकार पाउनुपर्छ र कसैलाई पाखा र कसैलाई काखा भन्ने कुरा हुँदैन र जो अपराधी छ, जो भ्रष्टाचारी छ तिनीहरू कारबाहीमै परेरै छाड्छन् र जो असल अथवा जो सच्चा छ तिनीहरूले सम्मान पाउनेछन् भनेर रवि लाने छानेले बताएका छन्।